नमस्कार। तपाईको घरमा भएको बेसार मात्रैले पनि तपाईको जिन्दगीमा धेरै ठुलो परिवर्तन लिएर आउँछ। के तपाईलाई यो कुरो थाहा थियो त? हुन त भान्सामा भएको धेरै कुराहरू जस्तो नुन, दालचिनी, ल्वाङ यी साराले तपाईको जिन्दगी परिवर्तन गर्छन्। तर आज म बेसारको विषयमा बताइरहेको छु। 3 वटा उपाय बताउँछु। यदि यो गर्नुभयो भने तपाईको जिन्दगीमा कुनै पनि प्रकारको समस्या आउँदैन। पहिलो नम्बरमा रहेको छ तपाईको मङ्गलबार। 11 वटा मङ्गलबार र 11 वटा शनिबार तपाईले बिहान नुहाइधुवाइ गरिसकेपछि थोरै जलमा बेसार मिसाएर बेसारको टीका लगाउनुस्। यसो गर्नाले तपाईको शत्रु जति पनि छन् शत्रुहरू परास्त भएर जान्छन्। गाडी घर जग्गा जमिन बिक्री गर्दै हुनुहुन्छ भने त्यो बिक्री पनि हुने खालको अवस्था हुन्छ जुन लामो समयदेखि रोकिएको छ। यदि कसैले तपाईको ऋणहरू खाइरहेको छ, ऋण तिरेको छैन भने यसले पनि ऋण फिर्ता लिएर आउन धेरै ठुलो काम गर्छ। र त्यो सँगसँगै तपाईको घरबाट जति पनि ठुल्ठुला कामहरू गर्न जाँदै हुनुहुन्छ त्यो कामहरू गर्न जाँदाखेरि जहिले पनि विघ्नवाद आएको छ भने यसले यो पनि दूर गर्छ। अर्को रहेको छ घरमा तपाईको गङ्गाजल हुन्छ। थोरै गङ्गाजलमा बेसार 2-3 चिम्टी बेसार हालेर तपाईको घरको मूल ढोकामा छर्किदिनुस्। कतिवटा मङ्गलबार छर्किनु पर्यो त भन्दा 11 वटा मङ्गलबार छर्किनुहोस्। या यो त सधैँ गर्दा पनि भइहाल्छ। यसले तपाईको 6औँ घरको बृहस्पति जुन कमजोर छ भने यसलाई 6औँ घर रोग ऋण शत्रु यो तीनटैलाई ब्यालेन्स गरिदिन्छ। र यसले घरमा कसैको तन्त्रबाधा छ, कसैले तपाईको घरमा नजर दोष गरिरहेको छ या तपाईको घरमा भूतप्रेत आदि इत्यादिको दोष छ भने सधैँभरिकोलाई जान्छ। अर्को एउटा रहेको छ तपाईको घरमा तपाईले त पोछा लगाउनुहुन्छ। पोछा लगाउने पानीमा तपाईले 2 चिम्टी बेसार हालेर घरलाई पोछा लगाइदिनुस्। यसले घरमा भएको सम्पूर्ण नेगेटिभ इनर्जीहरू जान्छ र तपाईको घरमा सकारात्मक ऊर्जा बस्छ। जसले माता लक्ष्मीको वास गराउँछ। श्री हरि विष्णु र माता लक्ष्मीको वास गराउँदा हजुरको घरमा आर्थिक उन्नति प्रगति हुने र त्यो सँगसँगै सधैँभरिको लागि हजुरको घरमा दुःख कष्ट जान्छ र नेगेटिभ इनर्जी जान्छ। बच्चाहरूले विशेष पढ्न थाल्छन् है। जति पनि बच्चाहरू नपढेका छन् यो घरमा बेसारको पोछा लगाउने बित्तिकै बच्चाहरूले पढ्न थाल्छन्। तपाईको ज्ञानको वृद्धि हुन थाल्छ र ठुलाहरूमा पनि पढाइको रुचि बढ्न थाल्छ। जसले गर्दा हजुरहरूको घरमा सधैँभरि खुसियाली आउँछ। यदि यो घरमा हजुरहरूको यस्तो खालको समस्या छ भने कमेन्ट गर्नुहोस् र अर्को खालको टिप्सहरू पनि म हजुरलाई किचनमै भएको रेमेडीबाट दिँदै जानेछु है त।